हेलो गाइज, गुड मर्निङ। आज हामी दुई बुढाबुढी यहाँ बसेका छौँ होइन। मोबाइल हराएर धेरै दिन भइसकेपछि आज बल्ल मोबाइल भेटियो। त्यसैले आज हामी यहाँ भित्र बसेर किने खुदुरकै फुटाएर मोबाइल किने होइन। पैसा जम्मा गरेको अब त्यसैले आज हिजो लिएर आएँ। आज यो भित्र बसेर यसो आफ्नो भित्रको यसो देखाउन खोजेँ। भित्र मेरो यस्तै हो, गरिब मान्छे। यी जम्मा के हुन् थाहै भएन। यो कुटरा काटेर होइन सबै चिज राखेको। यो चाहिँ मेरो जेठो छोरा गाँटा साटा पालेर आएको छ माछा मार्नलाई। अब यस्तै छ भनौँ, परदेशी जिन्दगी त बेकार भइसक्यो। अब नेपालमै छु, थोल पनि चढेर खतम भइसक्यो। नेपालको हावाहुरीले दाढी पनि फुलिसक्यो। यस्तै छ अहिलेको कुरा कहानी, यस्तै छ अहिलेको ब्लगमा। हजुरलाई धेरै धेरै धन्यवाद छ। मेरो युट्युब च्यानलमा स्वागत छ है। पछि गर्छु, अहिलेको लागि